चामल सकेसम्म नखाने। सबैभन्दा राम्रो त मालपुवा खाने, हलुवा बनाएर खाने, त्यसमा सक्खर लगाएर। ओहो औँला चाट्नुहुन्छ बुढा, औँला खानुहुन्छ, मुखमा पानी आउँछ। यस्तो राम्रो चिज त्यसलाई कराईमा घिउ राखेर हो, अनि त्यसमा सर्र घिउ हालिदिने। हलुवा, मालपुवा, सुजी जे हुन्छ यी चिजहरू सर्र त्यो एकदमै राम्रो बेस्ट गुलियो चिज अनिवार्य खानु आइतबारको व्रत गर्नेले। नुन त हेर्दा पनि नुन तेल नहेर। र त्यतिखेर हामीले अब कतिले नसक्नेहरूले दलिया पनि पाउँछ, चामलको दलिया पनि खान सकिन्छ, गहुँको दलिया हुन्छ, गहुँको दलिया खान सकिन्छ, जौको दलिया पाउँदो रहेछ अहिले त बेस्ट, सबैभन्दा राम्रो। यस्तो राम्रो हुन्छ यी चिजहरू, शरीरको लागि स्वास्थ्यवर्धक त हुँदै हो, पुष्टिवर्धक पनि। भातै खानुपर्ने के खान्छ। आज मैले अवसर पाएँ, आज एकादशी हो हेर्नु त, आज त कहिलेकाहीँ त झन् यस्ता एकादशी पनि आइतबार पनि जोड्ने। आज परमात्माले मलाई मनुष्य जीवन दिएर व्रत गर्ने मैले आज मौका पाएँ। आज मलाई कसैले बाँधेर कहीँ लगेर राखिदिएको भए, खान नदिएको भए पनि त हुन्थ्यो, तर आज म जानी जानी भगवान्को लागि व्रत गर्दैछु। दुनियाँको भाग्यमानी म हुँ भनेर व्रत गर्ने। पहिले व्रत गर्दा कठिन हुन सक्छ सज्जन, एक दुईचोटि व्रत गर्दा कठिन हुन सक्छ, पेट एक दुईचोटि समस्या हुन सक्छ, त्रिघटा चल्न सक्छ, भोलिपल्ट तर दुई चारचोटि व्रत गर्दै भने यति हल्का हुन्छ, यति स्वस्थ हुन्छ। एक दुई सुरुमा व्रत गर्नेलाई कठिन हुन सक्छ, तर नित्य प्रति व्रत गर्दै जानुभयो भने कठिनताहरू हराएर आयो। यस कारणले सक्खरमा, महमा गहुँको दलियाहरू, बाजरा भन्ने पाइन्छ होइन, ओट्स चिजहरू जति पनि छन् डाइरेक्ट चामल भात। किनभने अब सब्जी पनि खाँदा हुन्छ, नहुने चाहिँ होइन है, फेरि याद गर्नु होला, सब्जी पनि खाँदा हुन्छ, तर अब नुन खानु भएन त्यो के मिठो हुन्छ। नुनै खान नभएपछि सब्जी के खानु, केही नहीं। न खान नहुने भन्ने चाहिँ होइन फेरि, त्यो नुन खानु भएन नभएपछि त्यो सब्जी के खानु। त्यसैले त्यतिखेर आइतबारका दिन सक्खर, महमा यस्ता चिजहरू लगाएर अनि पकाएका चिजहरू पनि भगवान्लाई भोग लगाएर सूर्यनारायणलाई अर्पण गरेर सूर्यनारायणलाई देखाए अनि 12 बजे 1 बजे 2-3 बजे टक्क त्यसलाई सर खाने। पेटभरि भन्नाले पनि धेरै नखानु, त्यसलाई थोरै एक बटुको जति, एक आध बटुकाहरू ठ्याक्क लिने, आफ्नो शरीरलाई जति तागत आउँछ, बल आउँछ। अनि बेलुका पनि फेरि सन्ध्यामा पनि सूर्यको पूजा गर्ने, पश्चिम फर्केर बत्ती बाल्ने, देखाउने, धुपबत्तीहरू गर्ने, कपुरहरू गर्ने। अनि त्यस पछाडि गएर भोलिपल्ट बिहान सोमबार, आइतबारको व्रत गर्नेहरूले सोमबार छिटो गर न हौ, पेटमा मुसा कुदिसक्यो, हिजोको पनि व्रत नगर्नु। फेरि कतिको त यो चलन, पेटमा कस्तो मुसा कुद्यो। यस कारणले गर्दा सोमबारका दिन पनि बिहान सूर्यलाई अर्घ्य दिनु अनि मात्रै पकाएर खानु। यो हो आइतबारको व्रत बस्ने तरिका। र कुमार सबैजनाले र व्रत बस्ने व्रतालुहरूले रातो कपडा लगाउनु बेस्ट हुन्छ आइतबारका दिन। कुनै रातो एउटा कपडा, उत्तरीय वस्त्र, जहाँ जे भए पनि रातो एउटा कपडा हो। र रातो किनभने सूर्य बिहान लाल वर्णका हुनुहुन्छ, रातो वर्णको हुनुहुन्छ, ऊर्जा प्रदान। रातो कलर भनेको ऊर्जा प्रदान गर्ने, शक्ति दिने हो। त्यसैले रातो कपडा लगाउनु भनेको यो हो व्रतालुहरूले। डर, स्वप्न, दुस्वप्न, भय सबै छुटेर जान्छ, एकदमै राम्रो हुन्छ। अब व्रत सके पछाडि अन्तिममा 108 1008 नामहरूले हवन गरिदिन सक्छौँ हामीले कहीँ सामान्यतया कुनै दिन आउँदा। अनि केही यसो दान पुण्य हामीले सूर्यको निमित्त व्रत बसिसके पछाडि अब हामीले दान पुण्यादिहरू गरेर व्रतलाई उद्यापन पनि गर्न सक्छौँ, व्रतलाई समाप्ति पनि गर्न सक्दछौँ। र सूर्यबाट सबै कुराहरू स्थापित हुन्छन्, पूजित हुन्छन्, वन्दनीय हुन्छन्। र सूर्यले सम्पूर्ण चिजहरूको प्रतिनिधित्व गरेको हुन्छ सज्जन। र यही भएर नवग्रहहरूका पनि राजा हुन्, सबै ग्रहहरू पनि सूर्यमै आश्रित हुन्छन्। यही भएर सूर्यको महिमालाई उजागर गर्नको लागि नि सबै देव स्वरूपले पनि सूर्यलाई प्रणाम गरेका छन्, वन्दन गरेका छन्, नमन गरेका छन्। त यही भएर अब कमसे कम सूर्यका मन्त्रहरू ओम भेणी सूर्याय नमः अथवा ओम खगोलकाय नमः आज भनेका मन्त्रहरू, सूर्यका कवचहरू
7,700 चाहिँ कम्तीमा पनि जप्नु भयो। 7 को सङ्ख्या सूर्यको कारण 7,000 जप्नु या त 700 जप्नु एक दिनमा होइन, या त 7 लाख जप्नु पुरा सिद्धि भएर आउँछ। 7 को सङ्ख्या 7 मा छोड्दैन। ओम आदित्याय च विद्महे प्रभाकराय धीमहि तन्नः सूर्यः प्रचोदयात्। तन्नो सूर्य